नमस्ते सबैजनालाई। न्यू डे न्यू ब्लग न्यू इयर स्पेसल। हामी पोखराको लेक साइडमा छौँ। हामी दुई भाइ चाहिँ आज टक्क घुम्नलाई आएको यतातिर। एकदम रमाइलो रहेछ। यता चाहिँ कति धेरै मान्छेहरू चाहिँ उपस्थित भन्नुभएको रहेछ, आउनुभएको रहेछ है। यस्तैमा घुम्दै 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 हामी गयौँ। यता तालको छेउमा फोटोसुट गऱ्यौँ, भिडियो बनायौँ। त्यसपछि ट्याक्क यहाँ बोट गरेको पनि भिडियो खिच्यौँ, हामीले हेऱ्यौँ, इन्जोय गऱ्यौँ। घुम्दै घुम्दै रमाइलो गर्दै दुई भाइले गफ सफ लाउँदै है, न्यु इयर स्पेसल हेर्दै 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 हामी यता ट्याक्क हिँड्दै 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 आयौँ। त्यसपछि चाहिँ अनि घुम्दै घुम्दैमा चाहिँ हामीले ट्याक्क यो गिलास ढाल्ने गेम खेलेको पनि हेऱ्यौँ, इन्जोय लियौँ। त्यसपछि यहाँ एकदम रमाइलो भएको रहेछ। इन्जोय लिइसकेपछि फेरि हामी यो एकदम रमाइलो लाग्यो हामीलाई। त्यसपछि हामी फन पार्क गएर स्केटिङ खेलेको हेऱ्यौँ। स्केटिङमा धेरैजना हुनुहुन्थ्यो, रमाइलो रहेछ। त्यसपछि स्केटिङ हेऱ्यौँ, हामीले इन्जोय लियौँ। त्यसपछि इन्जोय लिइसकेपछि चाहिँ हामी अनि खेलौँ भनेको भाइ चाहिँ एकदम डरायो। मलाई पनि डर लाग्यो, यो चाहिँ कहिल्यै नखेलेको भएर। अनि त्यसपछि हामी फर्क्यौँ, गफ गर्दै 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 लेक साइडको बजार हुँदै 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 हामी ट्याक्क आयौँ। त्यसपछि भाइले पनि इन्जोय गर्यो न्यु इयरको। त्यसपछि मैले पनि इन्जोय गरेँ। अनि ट्याक्क हामी आयौँ। आइसकेपछि हामी गाडी चढेर घर कोठामा फिर्ता भयो। गाइजहरू, हामी चाहिँ कोठामा आइसक्यौँ है। बाई भयो, खाना नि पकाएर खायौँ। त्यसपछि कोठामा सुत्छौँ हामी। इन्जोय दिस डे। गुड बाई, बाई, सी यू नेक्स्ट भिडियो।